गर्ने क्रममा यहाँ अलि उकालो उकालो बाटोमा बाटो रफ अवस्था भएको है, त्यो गाह्रो गाह्रो गरी भिडियो गर्दैछु कि साथीहरू, गाह्रो गरी भिडियो। हेर्न अब भनिदिइसक्नु चाहिँ अब काट्नु सबै आज तपाईँलाई गर्ने हो। अघिदेखि रिसाइरहेछ। हामी 4 जना। टिकट काट्दै हुनुहुन्छ यहाँ बेलाले। भन्छ यो कुन ठाउँ रे? यो तपाईको सामदुप्चे नाना। हजुर सामदुप्चे सामदुप्चे हामी अगाडि गेटबाट भित्र छिरिसकेका छौँ। चाहिँ नि ठुलो बुद्धको स्तूप भएको जग्गा ठाउँ भनौँ न, नेपालीबाट ठाउँ। यहाँको भाषा चाहिँ जग्गा भन्दो रहेछ, इङ्ग्लिसबाट प्लेस। इङ्ग्लिसबाट चाहिँ नाइस प्लेस। ल लगभग घाम अस्ताउने बेला भइसकेको छ। अब घाम पनि पुरा अस्ताउन लागिसक्यो यहाँ। सक्यो। घाम देखिरहेछ हल्का। अब लास्ट हामी नै हो कि जस्तो लागिरहेछ यहाँ। अर्को मलङ्गाई खाबा मुला यङसी यहाँ को छ भन्नुहुन्छ भने अब हाम्रो साथीहरूलाई जाडो लागेर चिसो छ पुरा अनि अब टोपी लगाएर हिँड्दैछौँ हामी। हिँड्दा अब यो चाहिँ अब युट्युबमा जान्छ यो भिडियो चाहिँ। मेरो युट्युब छ नि भन्छ, धेरै भएको छ युट्युबमा नहालेको। जग्गा नआइसक्यो अहिले त मान्छे कोही त रहन्छ है, सब फर्किसकेको छ। ल हामी आइपुग्यो साङदुप्चेको मेन गुरु रेम्बोर्जेको मूर्ति बाटोमा हो। हामी आइपुग्यो। अब अन्तिम हो भने त लास्टमा ल एकदम नाइस प्लेस, ब्युटिफुल प्लेस है। अब यो बेलुकी पाखाको चाहिँ नि घाम कस्तो नलागेको अवस्था, एकदम नाइस, भेरी ब्युटिफुल। ल हेर्नु साथीहरू, घुम्न आउने त यस्तो जग्गामा हो कि यस्तो ठाउँमा हो, एकदम संसारको मनोहर एकदम आनन्द हुने ठाउँ छ। ल हेर्नुहोस् तपाईँहरूले
हेर्नुहोस् हामी सबैभन्दा टप एकदम हिल साइडमा आइपुगेका छौँ साथीहरू। डाँडा सबभन्दा डाँडा भन्दै हामी माथि छौँ है साथीहरू।